साथीहरू नमस्कार, सबैजनालाई हाम्रो यस च्यानल अङ्कित ट्राभल 2.0 मा स्वागत गर्न चाहन्छु। आज तपाईँहरूलाई आइपिओ अपडेटसँग सम्बन्धित जानकारी लिएर उपस्थित भएको छु। विभिन्न कम्पनीहरूले आइपिओ निष्कासन गर्ने, त्यसको बाँडफाँड गर्ने कामहरू भइराखेको छ। आइपिओ भनेको थाहा भइसक्नु भएको छ। थोरै तपाईँको लगानी गर्यो भने कम्तीमा 1000 रुपियाँ लगानी गर्यो भने कम्तीमा डबल, ट्रिपल, चौबल, 5 गुणा होइन 6 गुणा यस्तो धेरै गुणा हुन सक्ने भएको कारणले गर्दा यो आइपिओ धेरै मान्छेहरू लगानी गर्न खोजिराखेको हुन्छ। त्यस्तै नयाँ कम्पनीको आइपिओ आजदेखि बिक्री खुल्ला हुने भएको छ। त्यो कम्पनीको नाम रहेको छ एभरेस्ट कलर लिमिटेड। यो एभरेस्ट कलर लिमिटेडले आज जेठ 22 गतेदेखि जेठ 27 गतेसम्म चाहिँ पहिलो चरणमा तपाईँ हामी जस्तै सर्वसाधारणको लागि आइपिओ खुल्ला गर्ने भएको छ। यो आइपिओमा तपाईँले मिनिमम 10 कितादेखि म्याक्सिमम तपाईँको 10,000 कितासम्म एप्लाई गर्न पाउनुहुन्छ। तर यसमा चाहिँ 10 किताभन्दा धेरै एप्लाई नगर्नु होला। यसमा किन भन्दा यसमा 6,55,700 किता मात्र यसले इस्यु गर्न लागेको छ। यो समयमा 6,55,700 किता चाहिँ यो छिट्टै सब्सक्राइब भइहाल्ने भएको कारणले गर्दा लक्की मान्छेहरूले, अलिकति भाग्यमानी मान्छेले मात्र 10 किता प्राप्त गर्नेछन्। त्यस कारणले गर्दा 10 किताभन्दा धेरै पैसा नहाल्नु होला। धेरै पैसा हाल्नु भने तपाईँको पैसा होल भएर बस्दिन्छ क्या। त्यस कारण नहाल्नु होला। यो चाहिँ विशेष गरी यो चाहिँ म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ अन्तर्गत यो क्षेत्र अन्तर्गतको कम्पनी रहेको छ। यसको इस्यु म्यानेजरको रूपमा चाहिँ मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। यसरी चाहिँ तपाईँको 6,55,700 किता तपाईँ हामी जस्तो सर्वसाधारणको लागि कम्तीमा एउटा किताको 100 रुपियाँको दरले यसले इस्यु गर्न लागेको हो भन्ने कुरा जानकारी गराउन चाहन्छु। तपाईँहरू पनि यो आइपिओमा एप्लाई गर्न चाहनुहुन्छ भने मेरो सेयरबाट अथवा ब्याङ्कमै गएर पनि तपाईँले एप्लाई गर्न सक्नुहुन्छ। यो यस्तै आइपिओसँग अपडेट र ब्याङ्किङ फाइनेन्सियल लिटरेसीसँग सम्बन्धित जानकारी लिनको लागि हाम्रो यस च्यानल अङ्कित ट्राभल 2.0 लाई सब्सक्राइब गर्न नबिर्सनु होला। धन्यवाद, नमस्कार।